आज चाहिँ म फेरि अर्को एउटा काम गर्नु पर्यो। यो यति धेरै हेर्नुहोस् त। यो चाहिँ कसले मलाई उपहार ल्याइदिनुहुन्छ अनि चुट्टिन्छ, भ्याइँदैन। त्यसपछि यसरी जम्मा हुँदै यसरी जम्मा भएका सबै यसरी चुट्टिएका पोतेहरू यहाँ हेर्नुहोस् त। चुट्टिएका पोतेहरू चाहिँ यसरी पोको पार्दै हराउँछ भनेर यसरी राख्दै गरेर कति धेरै भइसकेको छ। यसलाई चाहिँ म आज यो धागोले यो धागो र यहाँ यति धेरै छ पोते, सबैबाट यस्तो राम्रो पोतेहरू बनाउन गइरहेको छु। नयाँ बनाउनु पर्यो, यसलाई रियुज गर्नु पर्यो। यो हिजो र आज गरेर चुट्टिएर फालेको भनौँ न, चुट्टिएर फालेको पोतेलाई चाहिँ यसरी पुनर्निर्माण रियुज गरेको छु। यति धेरैवटा भयो, अझै छ। अल्छी लाग्यो आजदेखि चाहिँ। एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा अनि यो एउटाले 8वटा। मलाई यो सबैभन्दा मन पर्यो, त्यही भएर यो चाहिँ यहाँ लगाइ पनि हालेँ। 8वटा भएछ। अनि त्यस पछाडि उब्रेकोलाई चाहिँ यहाँ यसरी कलरको बनाएर मैले यो जडी भर्ने काम पनि गरेँ। यो लगाइराखेको कुर्तालाई यो हिजो अस्तिको भिडियोमा हेर्न सक्नुहुन्छ नि, यो जडी भरेको छैन, तर मैले आज यो जडी भरेँ। विभिन्न कलरको यो डिजाइन बनाउँदाखेरि चाहिँ एउटै बनाउन पनि सकिन्छ, तर मैले चाहिँ यहाँ उब्रिएकोलाई युज गरेको भएर यसरी यो खालको कलरमा मैले जडी भर्ने काम गरेँ पोतेको माध्यमबाट। यो खेर गइराखेको थियो, मैले यसलाई यति राम्रो बनाएँ। यो जडी भर्ने काम चाहिँ मैले 62 सालमा घरेलु तथा साना उद्योगबाट चाहिँ सिकेर प्रशिक्षकको काम पनि गरेको थिएँ। त्यसैले अहिले आएर यसलाई सजिलोसँग भयो। एकै दिनमा नत्र यति गर्न चाहिँ सकिँदैन सिक्नेले चाहिँ। मैले चाहिँ यो पहिला पर्फेक्ट भइसकेको भएर छिट्टो भयो। यस्तो राम्रो पनि बनाउन सकिन्छ, यस्तो पनि बनाउन सकिन्छ। हामीले रहेका फालेका चुट्टिएका पोतेहरूलाई यसरी फाल्नु हुँदैन, हामी पुनः प्रयोग गर्न सक्छौँ भनेर चाहिँ मैले यो भिडियो बनाएको हो।